स्वागत छ तपाईहरुलाई टेक सपोर्टमा। आज हामी कुरा गर्ने छौं सागर डिस्टिलरी आईपीओ को बाँडफाँड र ओपनिङ प्राइसको बारेमा। सागर डिस्टिलरी लिमिटेड कम्पनीले जनरल पब्लिकको लागि 11,90,640 किता शेयर असोज 5 गतेबाट निष्कासन गरेको थियो। सागर डिस्टिलरीको आईपीओ मा 23 लाख भन्दा बढी लगानीकर्ताहरूले आवेदन दिएका छन्। सागर डिस्टिलरीले निष्कासन गरेको 11,90,640 कितामा 1,19,064 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले शेयर हात पार्ने छन्। अब कुरा गरौं यसको बाँडफाँडको बारेमा। सागर डिस्टिलरी आईपीओ को बाँडफाँड असोज 12 गते आइतबारका दिन बिहान 9 बजेदेखि 10 बजेको बीचमा हुनेछ। सागर डिस्टिलरी आईपीओ को बाँडफाँड गरिसकेपछि तपाईहरुले सागर डिस्टिलरी को आईपीओ को रिजल्ट cdsc.ipo.result.com बाट सजिलै तपाईलाई आईपीओ परेको छ कि छैन भनेर हेर्न सक्नुहुन्छ। अब कुरा गरौं सागर डिस्टिलरी आईपीओ को ओपनिङ रेन्ज अर्थात सागर डिस्टिलरी आईपीओ को प्रथम कारोबार मूल्य कतिबाट सुरु हुनेछ। सागर डिस्टिलरी को 2080-81 को प्रति शेयर नेटवर्थ रु 106.52 रुपैयाँ रहेको छ, जसलाई 3 टाइम गुणा गर्दा 319.56 रुपैयाँबाट प्रथम कारोबार सुरु हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै विभिन्न कम्पनीहरुको आईपीओ को बारेमा जानकारी म तपाईहरु समक्ष प्रस्तुत गर्न सक्छु।